दर्शकबिन नमस्कार, म तिलक बहादुर ओली। बेङ्गलोर काण्डले अहिले सामाजिक सञ्जाल तातिएको छ र 3 मिनेट 27 सेकेन्डको पूजा बोहरा काण्डले अहिले सामाजिक जाल जाम हुने अवस्थामा। हुन त मैले पूजा बोहरालाई पर्सनली रूपमा चिन्दा पनि चिन्दिनँ र न त आमा तर्फको न त बाबु तर्फको र म अलि नेपाली सचेत नागरिक भएको हैसियत लिएर थोरै कुरा केही भन्न चाहन्छु। किनकि पूजा बोहरालेको बाहिरिएसँगै अहिले जो इमानदारी चेलीबेटी हुनुहुन्छ, दिदीबहिनीहरू छ, उनीहरूको चरित्रमा पनि दाग लागेको। किनकि एकजनाले नराम्रो काम गर्दैमा सबैले त गर्दैन, त्यो कुरा हामी सबैलाई थाहा भएकै कुरा हो। र उनको भिडियो फोटो उठाएर अश्लील अभिनय गरेको, अश्लीलहरू बनाएको यो देख्दा अलिकति मलाई पनि नराम्रो लाग्यो। म पनि केही कुरा भनौँ त भनेर तपाईँ समक्ष उपस्थित भएको। र हुन त अब मान्छेका फरक विचार हुन्छ, फरक सोच हुन्छन्। अलिकति मेरो अलि फरक दृष्टिकोण छ र अलि मेरो मानसिकताका आधारले अनुसारले म पूजा बोहरा जस्तै नेपाली दिदीबहिनीहरू सबैको अलिकति मर्यादा गरौँ। र किनकि अब पूजा बोहरा जस्तै हाम्री छोरी चेलीबेटी दिदीबहिनीहरू नै एउटा सोचौँ। किनकि हाम्रो इज्जत जानु भनेकै हाम्रो भाइ दाइ काका जस्तै अङ्कलका छोराछोरी भतिजा र हाम्रो जानु जस्तै हो। र पूजा बोहराको जस्तै इज्जत जानु भनेकै नै हाम्रो दिदीबहिनीहरू दाजुभाइ, हाम्रो दिदीबहिनी छोरी चेलीबेटी नै हो। अलिकति हामी इज्जत जोगाउँ भन्ने मेरो आफ्नो पर्सनल भनाइ हो। र हुन त हामी अहिले धेरै जस्तो मान्छेहरू नेपालमा छैनौँ। कोही विदेश छौँ, कोही साउदी हुम्ला, कोही कतार, कोही विभिन्न ठुला देशहरूमा छौँ। किनकि हामीले अब घर परिवारलाई राम्रो लगाउने, राम्रो घर घडेली जोडौँला र कसैले अब राम्रो छोराछोरीलाई शिक्षा दिउँला भनेर हामी विदेशमा आएका छौँ र विभिन्न फोटा भिडियोहरू पोस्ट गरेका छौँ। र सर्जकहरूका राम्रा गीतहरूमा पनि विभिन्न चरित्र हत्या खालका यस्ता अभिनयहरू गरेका छौँ। त्यसमा अलिकति त्यो राम्रो छैन। हुन त तपाईँहरूलाई अब त्यस्तै विषयमा मनपर्छ र त्यस्तै काण्डै ल्याएर भाइरल हुनुभएकालाई तब त्यस्तो मेरो भन्नु त के नै छैन। म पनि अब त्यस्तो ठुलै मान्छे त भएन। हुन त अहिले हामी विदेशमा छौँ। अब विदेशमा अर्काको नोकरी गरेका छौँ र हामीले लाखौँको लगानी गरेर हामी आएका छौँ। अब यस्तै फोटो भिडियो पोस्ट गरेकै कारणले गर्दा पनि अब हामीलाई अब कुनै केस परिहाल्यो भने, नेपाल गयौँ भने, नेपाल झिकाइहाल्यो भने पनि हामीलाई समस्या छ। त्यही कारणले गर्दा पनि अलिकति त्यो कुनै एउटा किशोरी अवस्थामा र यौन इच्छा नहुने मान्छे सायद कोही पनि होला। र धेरै जसो मान्छेलाई अब यो किशोरी अवस्थामा यो यौन चाहना हुने भन्ने कुरा स्वाभाविक नै हो। र मैले पूजा बोहराले त्यो अश्लील भिडियो देखाएन, राम्रो गरेन म भन्दिनँ। किनकि उहाँको अलिकति गल्ती भएकै हो। र अलिकति भन्दा पनि उनको जो त्यो अश्लील भिडियो भाइरल गर्ने व्यक्तिलाई नै उनलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ। र अर्को कुरा कस्तो रह्यो भनेपछि र पूजा बोहरा जस्तै इमान्दारी चेलीबेटीहरूकोमा पनि चरित्र दाग लागेको छ। र उस्तै तुस्तै मान्छेले त त्यसमा आत्मदाह गर्न, आत्महत्या गर्न पनि बेर छैन। त्यही भएको कारणले गर्दा पनि हुन त उनको आफ्नो पर्सनल इच्छा रह्यो। अनि कपडा लाइन हिँडे पनि, नाङ्गै हिँडे पनि, आफ्नो चिज देखाए पनि, तोरे पनि त्यसमा हामीलाई सरकारको विषय त भएन। किनभने उनले अब डाइरेक्टै आएर जस्तै टिकटक लाइभमा भनौँ, जस्तै फेसबुक लाइभमा उनले अश्लील हरकत गरेर अश्लील भिडियो देखाएको भए, गोप्याङ्ग देखाएको भए त कुरा बेग्लै हुन्थ्यो। तर उनको अब आफ्नो पर्सनल कुरा भयो। अब त्यो पर्सनल कुरालाई लिएर हामीले त्यस्तो नराम्रो कुरा नजोड्दा हुन्छ। जो हामीलाई फाइदा हुन्छ त्यस्ता कुरालाई हामीले अघि ल्याउँ। र जो त्यसको कामै छैन त्यसलाई के गर्ने, त्यो भिडियोलाई त्यसलाई पब्लिसिटी दिएर के फाइदा छ? भोलि अब त्यही भिडियो पब्लिसिटी गरेकै कारणले गर्दा हामी जेल गयौँ भने हामीलाई कति अप्ठ्यारो पर्ला।
त्यही कारणले गर्दा हुन त आफ्नो आफ्नो विचार हो, धारणा हो। कहिले अब यो भिडियो बनाउँदै गर्दा पनि त कतिकाको जन्याइस भनेर भन्नु होला र मैले आफ्नो मनमा लागेको कुरा र हामी अलिकति अब नेपाली नागरिक भएको नाताले, मानवता भएको नाताले अलिकति हामी सच्याउँ र यस्ता जो काम नलाग्ने भिडियोहरू छन्, यस्ता काम नलाग्ने भिडियोहरूलाई हामीले यसलाई मान्यता नदिउँ। जो हामीलाई आगामी दिनहरूमा चाहिएको छ, काम लाग्छ, जस्तै भावी पुस्ताहरूमा काम लाग्ला। के बोल्दा हामीले सामाजिक सञ्जालमा हामीलाई अलिकति टेवा पुग्ला, के बोल्दा सेवा पर्ला र कस्तो कुरा बोल्दा सामाजिक सञ्जालमा राम्रो होला, यसलाई कसरी सामाजिक सञ्जाललाई हामीले सदुपयोग गरौँ, यसको अरूको भिडियो फोटो उठाएर अरूको चरित्र हत्या नगरौँ। भोलि पर्सि यसमा हाम्रै दिदी बहिनी कुनै व्यक्ति पर्न सके पनि यस्तै चरित्र हत्या भयो भनेपछि तपाईँको पनि मन दुख्ला, मेरो पनि मन दुख्ला। त्यही कारणले गर्दा हामीहरू अलिकति सच्याउँ, यस्ता भिडियोहरूलाई हामीले पोस्ट नगरौँ। जे भयो भइहाल्यो, यस्ता कुरालाई छोडिदिउँ भनेर भन्न चाहन्छु। र कस्तो लाग्छ, के लाग्छ, आफ्नो विचार स्पष्ट धारणा राख्नु होला। र मैले केही थोरै आफूले जानेको बुझेको कुरालाई मैले यहाँ ल्याएको हुँ र यो कुनै अन्यथा नसोचिदिनु होला। आफ्नो धारणा जस्तो लाग्छ जस्ताको तस्तै तपाईँले पनि यो भिडियो हेरिसकेपछि आफ्नो धारणा राख्नु होला भन्दै माथिल्लो गोली तपाईँ समक्ष ओझेल पर्ने अनुमति